न्युआजय साथीहरू नमस्कार। मैले फेरि पुनः आज पनि फेरि बाइबलको एउटा पद लिएर आएको छु। त्यसपछि हामी कोरियन भाषा सिक्नेछौँ है। मेरो हातमा बाइबल छ र म 27 पददेखि पढ्छु र 28 पदको चाहिँ मैले यहाँ लेखिदिएको छु है। मैले विगत समयदेखि उत्पत्तिको पुस्तकबाट मैले तपाईलाई एक पद वचनहरू पनि देखाउँदै आइरहेको छु। यो ननसेन्स भयो, यो टाइम वेस्ट भयो भनेर भन्नुभएको छ। अब 25-26 मिनटमा चाहिँ अब 3-4 मिनट टाइम वेस्ट भएको जस्तो त लाग्दैन है। र जुन कुरो अलिकति तितो जस्तो हुन्छ, जुन कुरो नमिठो हुन्छ, त्यही कुरो शरीरलाई आवश्यक पर्छ है खानेकुरामा है। नमिठो कुरोहरू पनि मुखको लागि होइन, आफ्नो स्वास्थ्यको लागि खाने पर्दछ है। म 27 पददेखि पढ्छु। अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुभयो। उहाँले तिनीहरूलाई नर र नारी गरेर सृष्टि गर्नुभयो। हेर्नुहोस् त, उतिखेरै परमेश्वरले मानिसलाई नारी र पुरुष गरेर सृष्टि गर्नुभएको रहेछ भनेर हामी बुझ्दछौँ। अनि 28 पद मैले यहाँ लेखिदिएको छु। अनि परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र परमेश्वरले तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै र बढ्दै जाओ अनि पृथ्वीलाई भरिदेऊ र त्यसलाई बसमा पार। अनि समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र पृथ्वीमाथि चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख। उत्पत्ति 1:28 यसरी लेखिएको छ। परमेश्वरले सृष्टि मात्रै गर्नु भएन है। सृष्टि गरिसकेपछि सृष्टिका थोकहरूलाई है, पन्छीहरूलाई त भनेको छैन नि, पशु पक्षीहरूलाई भनेको छैन, यो मानिस जातिलाई भनेको हो है। किनकि मानिस जाति परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र फल्दै फुल्दै बढ्दै जाओ भनेर आशिष दिनुभयो। हामी भन्छौँ नि, घरबाट कतै जान लागिरहेछ भने राम्रोसित जानुहोस् है, राम्रोसित गएर आउनुहोस् है भनेर भन्छौँ नि है। त्यस्तै परमेश्वरले आफ्नो कामको लागि आफूले गरेको सृष्टिलाई यसरी आशिष दिनुभयो है। ओके, जाउँ अब हामी कोरियन क्लासको। अब यहाँ हेर्नुहोस्, मैले गत भिडियोमा यिनीहरूको सक्छु भनेको थिएँ, सकिनँ होइन। अब फेरि यसमा सकाउन खोज्दैछु मैले। अब यी शब्दहरू ग, द, र, अ, ब, ज, यी कुराहरूको पोजिसन बय होइन, कुन पोजिसनमा के बोल्ने भन्ने कुराहरू तपाईँले, मैले यो भिडियो भनौँ न अहिले जुन बनाउँदैछु त्योभन्दा अगाडि भनौँ 2016 जनवरीमा बनाएको थिएँ मैले। त्यहाँदेखि मैले 21वटा भिडियो अपलोड गरेको थिएँ स्मलर आवर्स नयाँ साथीहरूको लागि। त्यतिखेर मैले यी कुराहरू सिकाएको थिइनँ। यो बारेमा धेरैले प्रश्न गर्नुभएको थियो, धेरैले कमेन्ट गर्नुभएको थियो कि ग कुन ठाउँमा ग हुन्छ, कुन ठाउँमा क भनेर। आज चाहिँ यो गको त मैले लगभग पहिला पनि सिकाइसकेको छु होइन। क, ख, ग, यसले तिनवटा, यसले थ, द, यसले र, ल, यसले अ, ङ, यसले फ, ब, यसले छ, ज, यसरी हुन्छ है। क्रमशः हेर्नुहोस्, मैले यसको बारेमा सिकाइसकेको छु, तर पनि क्रमशः आएको खण्डमा म सिकाउने छु। अनि बाँकी यसको मैले यहाँ जे लेखिरहेको छु यो र हामी यो सिक्छौँ आज है। ओके, अलिक राम्रोसँग देख्नु भएको छ यहाँ, ठिक छ। खको बारेमा मैले अस्ति यो गत पाठमा पनि लेखिरहेको छु। यो नै काफी छ, हाङगुक है। क कहाँ आयो त? क यो अवस्थामा हेर्नुहोस्, क, ख, ग यो यसैले मात्रै बोल्छ। ग हामीले त गन दर भन्दा बोल्दाखेरि यसलाई ग मात्रै बोलिएको छ होइन, तर यसले यो तिनवटा अक्षरलाई बोलाइन्छ भने कुन ठाउँमा के बोल्छ, कुन ठाउँमा ख, कुन ठाउँमा ग भन्ने कुरा चाहिँ यहाँ हेर्नुहोस् राम्रोसँग।
हान भने त थाहा छ तपाईलाई मैले पहिलो सेकेन्ड च्याप्टरमा पढाएपछि तपाईले यति सक्नुपर्छ यति बुझ्न सक्नुपर्छ अनि यो यस्तो हो ग उ गु कुक गुक हानगुक हेर्नुस् यति कुरा सम्झिनुस् फाछिम हुँदाखेरि क बोल्ने रहेछ हो हानगुक फाछिम हुँदाखेरि क बोल्ने रहेछ अगाडि आउँदाखेरि ग बोल्ने रहेछ यहाँ हेर्नुस् अगाडि आउँदाखेरि ग बोल्ने रहेछ यो खागु हो है खागु हो हेर्नुस् यो यहाँ हेर्नुस् यति भएपछि पुग्छ अगाडि आउँदाखेरि ख बोल्ने रहेछ खा आयो ए सेम अक्षर हो नि त यो र यो हैन यहाँ किन ग त यहाँ किन ख हैन खा गागु हुनुपर्ने कि त खाखु हुनुपर्ने है यो खाखु पनि हैन गागु पनि हैन खागु यो फर्स्ट स्टेसनमा मैले पहिला नि भनेको यस्तो कोलम हुन्छ अक्षरको जस्तो इंग्लिशको यसरी लेख्यो भने अब डिका दिएर अर्को यस्तो यस्तो हुन्छ अर्को यस्तो हुन्छ हैन अर्को यस्तो नेपाली पनि सेम त्यही हो र कोरियनको पनि त्यही हो भने कोरियनको अब यो फर्स्ट कोलमको चाहिँ अगाडि ग आएको छ भने ख बोल्नुस् अगाडि ग आएको छ भने ख अगाडि ग हैन यो ख हो भने बीचमा जतिसुकै ग आओस् हैन यसलाई ग बोल्ने जतिवटा एउटा दुईटा तीनटा जति आउँछ हैन यो कोलमको है अब फाछिममा फाछिम मुनि फाछिममा चाहिँ जहाँ पनि फाछिममा ग आयो भने चाहिँ क हल्का क आउँछ र यो क चाहिँ परिवर्तन हुन सक्छ किनभने यो बीचमा हैन फाछिम चाहिँ सेम उतापट्टि अ आएको छ भने यो उता माथि गएपछि के हुन्छ त फेरि ग नै बोल्नु पुग्छ भने यो पहिलाको भिडियोहरुबाट पनि तपाईहरु प्रष्ट भइसक्नु भयो होला भन्ने मैले सोचेको छु अब त्यसैले यसलाई म मेट्री पनि दिन्छु अब बाँकी अ को हेर्नुस् मैले अ लेखेको छु अ है याद गर्नु अ को अ कुन ठाउँमा ङ यहाँ हेर्नुस् अ र ङ लेख्दै छु म यो क्रमशः होइन अ अक्षर र ङ अक्षर यहाँ कमा छ अब हेर्नुस् है त याङमाल यहाँ हेर्नुस् त याङमाल अब के रहेछ त देख्नुभयो सिधै छ नि हैन फाछिम आउँदाखेरि ङ रहेछ माथि हुँदाखेरि अ रहेछ य हेर्नुस् यो य हो या हैन या त्यतिकै सिधै बोलिदैन हाम्रो पनि त अनि यो इकार हो नि त कि हैन इकार हो अब यहाँ क पनि आउन सक्छ हैन क आयो भने कि हुन्छ हैन अब यो इकार छ अब यहाँ ख आयो भने खि हुन्छ हो यस्तै सोच्नुस् यसलाई चाहिँ तर नेपालीमा यो स्वर चाहिँ होइन स्वर चाहिँ अ आ इ छुट्टै छ हाम्रो है यो चाहिँ स्वर हो यो चाहिँ स्वर वर्ण हो है भावेल्स त्यसैले यहाँ या छ यामा अ आएपछि अ प्लस या नै हुन्छ या अब तल झुन्ड्यो याङ माल यो माल त माल सिधै थाहा छ तपाईलाई माल याङमाल भनेको मोजा है गोडामा लाउने मोजा यो अब यहाँ खोयाङ्गी मैले भनेको थिएँ नि यहाँ कोलममा आयो नि त एउटै कोलममा आयो तर फर्स्टमा आयो खो याङ इ यो याङ र यो याङ सेम हो है खोयाङ इ यो भनेको बिरालो मैले पहिला पनि भनेको थिएँ कि के हो है होइन जति हो रिपिट भयो भने तपाईलाई सजिलो हो कि होइन बिरालो अब हेर्नुस् अङमाङ इ मैले भनेको थियो मगयो क्वेसन राख्थ्यो यहाँ हेर्नुस् ग अघि मैले मेटिहालेँ होइन फाछिमको कुन अवस्थामा तल झुन्डिएको क चाहिँ उतापट्टि अ भयो भने परिवर्तन हुन्छ मैले भनेको थिएँ नि जस्तो यहाँ हेर्नु यो मक अ यो हुँदैन मक फाछिम भएपछि क भनेको छु नि मैले है तर यहाँ चाहिँ फाछिम हुने बित्तिकैलाई क भनेको छ
भने त क नै बोलिँदैन पर्दैन यसलाई, किनकि मैले भनेको थिएँ नि यो जुन 40वटा भर्याङ भनेको थिएँ नि, भर्याङ माथि गएर बुझ्दा नि हुने कुरा चाहिँ यो हो है। र मैले पहिला पनि भनेको छु ख ग जे बोले पनि मिस्टेक चाहिँ हुँदैन, बुझ्नु चाहिँ पर्यो त्यसको मिनिङ, यहाँ पनि यो बुझ्नु चाहिँ पर्यो। तर यो सबै कुरो क्रमशः मिलाएर बोल्नै पर्छ भन्ने होइन, तपाईँले बुझ्नु पर्यो। तर बुझाएर नै जाउँ भनेर मैले यति प्रयास गर्दैछु। म यो माथि जान्छ सिधै, यो साइलेन्ट हो मैले भनेको छु पहिला पनि, र ह पनि साइलेन्ट हो। म गयो यहाँ हेर्नुहोस् क्वेसन सोद्धाखेरि कस्तो हुन्छ, म गयो है। अब अङ माङ इ हेर्नुहोस्, अङ माङ इ भनेको छतबस्ट, अको कुनै केही छैन हेर्नुहोस्, फर्स्ट भए पनि लास्ट भए पनि, अनि तल फर्स्ट भए पनि लास्ट भए पनि माथिको एउटै लाइनमा छ भने अ नै बोलिन्छ हो कि होइन। अ थियो यहाँ ई भवेल्स आएर ई भएको हो नि त यो है, अ थियो यहाँ र अ भवेल्स आएर अ नै भयो भने तलको सबै ङ बोलिएको छ। अङ माङ हेर्नुहोस् त, माङ सजिलो छ। अब जाउँ ओके, ङको सिद्धियो है, स्पष्ट हुनुहोस्। अब जाउँ रको आरिराङ हो, अल्मा है, ओके अहिले भएन है। ओके, अब रको है, यहाँ ध्यान दिनु भएन, रको कुन अवस्थामा र कुन अवस्थामा ल, है दुईवटा कुरा नै छ। गको मात्रै अलिक तिनवटा कुरा थियो, त्यसलाई तिनवटा अक्षर थियो, त्यसलाई मैले भनिदिइ पनि हालेँ, स्पष्ट छ, त्यो पनि त्यस्तै कठिनाइ छैन। अब हेर्नुहोस् माथिको हेर्नुहोस् त, आरिराङ होला, मेरो आफ्नै वर्ड आफ्नै शब्द राम्रो छैन होइन, स्पष्ट छैन। रि राङ कोरियन र नेपाली मिक्सिहाल्छ होइन, आरिराङ यो हो क्या खास पनि है। यो आरिराङ स्पष्ट र बोल्छ कोरियनहरूले। आरिराङ भनेको चाहिँ यहाँको नेपालमा छ नि नेपाली टेलिभिजन होइन, कान्तिपुर टेलिभिजन भन्छ नि, एउटा मिडियाको नाम हो है, नेसनल मिडियाको नाम हो आरिराङ भनेको। र नेसनल नोरे पनि छ है, नोरे भने गीत पनि छ, नेसनल सङ पनि यसैमा छ आरिराङ भन्ने। माथि हेर्नुहोस्, र माथि आएपछि र नै हुँदो रहेछ है। सेकेन्ड यहाँ अगाडिको कुरा छोडौँ है, अगाडिको कुरा यहाँ छ, यहाँ आएपछि भन्छु म। यो फर्स्ट सेकेन्ड थर्ड जतिमा आए पनि फर्स्टको कुरा छैन, फर्स्टमा आए छुट्टै हुन्छ फेरि। आरिराङ हुने रहेछ, यो ङ अघि नै भनेको छु मैले, तल झुन्डेको छ आरिराङ। यहाँ हेर्नुहोस् है, मैले अलिकति र भन्ने शब्द चाहिँ मलाई स्पष्ट आउँदैन अलिकति, सो अप्ठ्यारो भयो। अर्को कुरो यहाँ अल्मा हेर्नुहोस् त, अल्मा भनेको कति भनेपछि यहाँबाट बुझ्नुहोस्, झुन्डिएपछि ल हुने रहेछ हो, झुन्डिएपछि ल हुने रहेछ, माथि एउटै स्थानमा पछाडि भयो भने र हुने रहेछ। र अब त्यहाँ तल हेर्नुहोस्, फर्स्ट स्टेसनमा भयो भने चाहिँ ल नै हुन्छ फेरि, हेर्नुहोस् माथि नै भए पनि है। यो लेसम फिरी, हामीले रेसम फिरी हुन्छ नि त, रेसम फिरी हुन्छ नि त, तर यिनीहरूले ल बोल्छ, कोरियनहरूले ल बोल्छ। त्यसैले राइसी भन्नु पर्दैन, राईलाई के भन्छ, आरएआई राई हो नि त होइन, राई हो नि त यस्तो नेपालीमा राई हो, तर उनीहरूले लाई भन्छ, लाई। त्यही भएर रेसम फिरी भनेर सिकाउँछ हामी, उनीहरूले लेसम फिरी भन्छ है। अगाडि आयो भने ल, तल आयो भने ल, र माथिको लाइनमा पछाडि आयो भने र बोलिन्छ। तर
तर अर्को एउटा शब्द कुन हो क्रिएट गरौँ यहाँ हेर्नुहोस् पाल्ली हेर्नुहोस् है तल मात्रै ल बोल्नुपर्ने हो अघि भने अनुसार त है तलको मात्रै ल बोल्नुपर्ने हो माथिको र बोल्नुपर्ने हो यो अघिको भनाइ अनुसार त यो पाल्री हुनुपर्ने है माथि री हुनुपर्ने तर तल फाँचीमा पनि ल छ लगतै उता पनि र छ भने पाल्ली हुन्छ यो माथिको पनि ल नै बोलिन्छ हेर्नुहोस् यो दुईटा मात्रै भयो भने लको चाहिँ अलिकति बुझ्नलाई अप्ठ्यारो छ है पाल्ली हेर्नुहोस् है अर्को कुरो आयो भनेपछि त भनौँ न आयो भने त तलको फाँचीमा जे छ माथि त्यही बोलिन्छ मैले भनेको छु यति हो है ल गाह्रो छैन पाल्ली है रको फर्स्ट पोजिसन पनि हेर्नु पर्यो हो अनि सेकेन्ड पोजिसन र झुन्डिएको लगतै ल छ कि छैन त्यो पनि हेर्नु पर्यो लको चाहिँ है अब लको पनि कन्फिडेन्ट हुनुहोस् अब द र थ थोमा थोमा है यस यो नादो अथवा छदो हुन्छ है थोमा अगाडि थ आयो अगाडि यसले क्रमशः गर्नु थ र द भनेको छ मैले अगाडि आयो भने थ बोल्नुहोस् पछाडि आयो भने द बोल्नुहोस् यसको चाहिँ सजिलो छ एकदमै थोमा भनेको चपिङ बोर्ड है तरकारी काट्ने हुन्छ नि किचनमा राखेर चपिङ बोर्ड अब त्यसलाई के अरू नेपालीमा के भन्छन् है चपिङ बोर्ड इङ्ग्लिस हो कि के जस्तो लाग्छ बट अब हेर्नुहोस् नादो भनेको नादो अथवा छदो यहाँ चाहिँ दो आउँछ छदो नादो है यहाँ थ आयो यहाँ द आयो नादो भनेको म पनि है म पनि नादो भनेको म पनि तर कोइनमा भएको साथीहरूलाई पनि अलिकति बुझ्न अप्ठ्यारो हुन्छ होला मलाई पनि बुझ्नै अप्ठ्यारो भएको थियो होइन नादो भन्छ होइन त्यो चाहिँ नहदो भने राख भनेको नहदा भनेको राख्नु हो नहदा त्यसलाई कोरियनहरूले बोल्दाखेरि चाहिँ नादो भने जस्तो सुनिन्छ नादो अथवा छदो तक्कथन मारियो एउटै हो है द र थको कन्फ्युज मात्रै हो यो है अब जाउँ फ फाप फाप अप्स यहाँ फ ब हेर्नुहोस् फाछिममा ब र माथि फ भयो भने अर्को कुरो फे भनेको चाहिँ तीनटा अर्थ लाग्छ पेट जहाज र नस्पाती हो भने यसलाई फाछिममा मात्रै ब बोल्दो रहेछ भनेर सम्झिनुहोस् अलिकति आउँछ ब पनि हल्का आउँछ अप्स यो अप्स है फाब यसरी सम्झिनुहोस् र मैले भनेको छु यो यहाँ माथि गएपछि बुद्ध पनि भन्छ यो भनौँ न यो श्रेणी माथि गएपछि यसको बारेमा थाहा छ नि तपाईँलाई मैले के भनेको थिएँ यसलाई भनेर ओके अब छ हेर्नुहोस् है छाल्छिने हो हेर्नुहोस् अगाडि आयो भने छ बोल्नुहोस् पछाडि आयो भने छ यो त अलि मिलेन है छाल्छिने हो यो अलि मिलेन छाल्छिनेको काजी हो पछाडि छाल्छिने हो यसमा चाहिँ छाउ नै हुन्छ होइन छ नै छ आयो अब हेर्नुहोस् जी यसको पनि त्यही हो यहाँ फर्स्टमा छ होइन पछाडि ज लेख्नुहोस् है कस्तो हुने छाडे हो राम्रोसँग गर्नुहोस् होइन अब यहाँ हेर्नुहोस्
अगाडि आयो छाल मैले ह ऊ हुन्छ भनेको थिएँ नि म के ह साइलेन्ट हुन्छ भनेको थिएँ नि छारेयो र हुन जान्छ यहाँ छारेयो छारे हैन छारेयो र माथि गयो यो छ आयो यहाँ भने यहाँ हेर्नुहोस् अधिकाजी अधि भनेको कहाँ याद गर्नुहोस् यो अन्त पनि युज गर्न सकिन्छ काजी भनेको सम्म यहाँ हेर्नुहोस् ज आयो अधिकाजी काछी भनेको छैन यहाँ अधिकाछी भनेको छैन यो त क हो नि साङ्खियक हो नि त तपाईँलाई भनेको छु नि यो डबल हैन अब छारेयो अधिकाजी जको पोजिसन हेर्नुहोस् अब हेर्नुहोस् अलिकति साउन्ड्स फरक हुने शब्दहरू द थ स साङ्सियस र ज है यदि कुराहरू फाछिममा आयो भने फरक हुन जान्छ फाछिममा आयो भने यो सबै के बोल्छ त भन्दाखेरि त थोरै त है स्पष्ट हामीले स्पष्ट त खोज्छौँ कोदाली त बोलिन्छ फाछिममा आयो भने यहाँ हेर्नुहोस् फाछिम फात त आज नि यहाँ फात यताको कुरा छैन जस यहाँ हेर्नुहोस् फोकस दिनुहोस् यहाँ त थ स साङ्सियस ज हैन फाछिम यो छिमलाई नहेर्नुहोस् फात है त आछ नि के अरे फाछिम झुन्डिएको हुँदाखेरि साउन्ड्स यो त मैले के द र थ मात्रै भनेको छु नि थ र द मात्रै आउँछ भनेको थिएँ तर यहाँ त आउँछ किनभने त्यो झुन्डिएको अवस्थामा है याद गर्नु यो चाहिँ खासै रट्नु पनि पर्दैन बोल्दा बोल्दै आउँछ यहाँ तोक्काथुन है काथुन तोक्काथुन हेर्नुहोस् है तोक्काछि र यसको चाहिँ अर्को साउन्ड पनि हुन्छ यो छोसा हो उन यो नुन भनेको चाहिँ नुन छोसा के हो भने नेपालीमा छ नि ले लाई पनि हो यस्तो के भन्छ नेपाली विभक्ति के भन्छ है समथिङ सबै डिलिट भइसक्यो है धेरै पहिला पढेको हो त्यस्तै कुरो हो यो चाहिँ उन नुन भन्ने चाहिँ उन नुन उल रुल इ गा एस केस यी सब नेपालीमा उनी तिनी ले लाई पनि हो त्यस्तो कुराहरू हो एक अर्कालाई शब्दलाई के भन्छ विशेष जोड दिने खालको चाहिँ हैन सेन्टेन्सलाई हो यो काथुन यो माथि गयो नि त थिगुत हो नि त यो थिगुत है माथि गएपछि थुन उन यहाँ छ हैन काथुन कात हेर्नुहोस् यहाँ पनि त आउँछ है झुन्डिएको अवस्थामा यहाँ तोक क आयो यहाँ तोक काथुन भनेको उस्तै मङ्नुनकत यहाँ पनि त आयो यो फाछिम आएको बेलामा है तर पोजिसन अनुसार आउँछ है त पनि यहाँ यो त आएको हो मङ्नुनकत यो चाहिँ भनेको के हो भने मङ्नुन मग्दा भनेको खानु हो हैन नुन खानेकुराहरू भनेको खानेकुराहरू खानेकुरा है मग्नुनकसी भन्यो भने चाहिँ खानेकुराहरू हुन्छ खानेकुरा कुरा यस्तो बोल्ने कुरा होइन के खानेकुरा खेल्ने कुरा लाउने कुरा हुन्छ नि लाउने कुरो खाने कुरो खेल्ने कुरो है हो त्यस्तो हो यो चाहिँ मग्नुनकत हैन अब हेर्नुहोस् इत्ताको फान्देमाल अपोजिट माल के हो त अघि पनि लेखेको थिएँ मैले अब्ता इत्ताको फान्देलमा अब्ता छैन यो भनेको छ सरी माफ गर्नु त यो भनेको छैन यो भनेको छ भनेस् अब यहाँ हेर्नुहोस् यो त अपोजिट माल भयो होइन यो त त्यतिकै तपाईँले भनेको थिएँ अब साङ्सियस त कहाँ आयो त यहाँ हेर्नुहोस् इत्ता है इत्ता यहाँ द बोलिएको छ यो चाहिँ त आयो अब हेर्नुहोस् मात्ता भन्छ नि माझ्दा होइन यो त छिउछ हो तर हामीले अहिलेसम्म जसरी पढ्दै आएको छ त्यो तरिकाले हेर्ने हो भने त्यो त माझ्दा हुनुपर्ने इस्दा हुनुपर्ने हो मङ्नुन खस हुनुपर्ने हो अनि भाद
यहाँ त के अगाडि आएन हैन फातछिम हुनुपर्ने हैन त्यो नभएर फातछिम तोक्काथुन मङ्नुन कत इत्ता मात्ता यसरी जान्छ है याद गर्नु होला यी कुराहरू अनि अरु पनि एउटा दुईटा छ कि जस्तो लाग्छ हैन वेल जस मैले भनेको छु नि अलि माथि पुगेर पनि देखिन्छ ती कुराहरू र सम्झिनु पर्ने कुराहरू जो मैले सिकाइसकेको छु र अब मैले पार्ट कतिमा 4 मा 3 मा मैले बिर्सेँ है एकदम गाह्रो हुने भनेको यति चाहिँ होला यति भन्दा चाहिँ छैन है हेर्नुस् अब यसलाई कसरी बोलाउने है देख्दाखेरि यो के हो यो डबल भवेल्स पनि छ फाचिम पनि छ अब यहाँ हेर्नुस् अब छिर्सलाई चाहिँ अब डबल कन्सोनेन्ट तल झुन्डिएको छ है यति भन्दा गाह्रो अरु के पनि आउँदैन होला है जहाँसम्म लाग्छ त्यही भएर मैले यो देखाइदिन लागेको र ओके यो दुईटालाई हेरौँ अनि त्यहाँबाट यहाँ हेरौँ त मैले के भनेको छु फलो मेरो के छ 2 3 मैले के भनेको छु 1 नम्बरमा यो लेख्ने तरिका चाहिँ त 2 नम्बर यहाँ छ हेर्नुस् है 2 नम्बर यहाँ छ 1 नम्बर यहाँ छ 3 नम्बर यहाँ छ लेख्ने तरिकामा होइन लेख्ने तरिका त फेरि 1 नम्बर त कन्सोनेन्ट हो नि त हैन पहिला त कन्सोनेन्ट लेखिन्छ नि त्यसपछि भवेल्स लेखिन्छ त्यसपछि फाचिम लेखिन्छ हो त्यो तरिकाले हो भने त यहाँ 1 यहाँ 2 3 हुनु पर्ने तर मैले यहाँ 1 नम्बर चाहिँ किन भवेल्स भने 1 नम्बरमा हामीलाई चाहिएको त यसको स्वर निकाल्नु पर्यो नि स्वर के हो त 1 नम्बरमा हैन मेन फोकस चाहिँ हामीले 1 नम्बरमा दिनु पर्यो हैन प्रायोरिटी भन्न खोजेको है मैले 1 नम्बर 2 नम्बर चाहिँ लेख्ने भनौँ न त्यो क्रम संख्या पनि होइन केही पनि होइन प्रायोरिटी 1 नम्बरमा दिनु पर्यो ग थाहा छँदै छ अब हामीले यसलाई मात्रै भनौँ न यसलाई के बोल्ने हैन कसरी बोल्ने त्यसलाई बोल्न त हामीलाई स्वर चाहियो स्वर भन्ने के हो त भवेल्स स्वर वर्ण के छ त यहाँ डबल छ अब यो अ र ओ भएपछि के हुन्छ यो वे हुन्छ वे हैन अब 1 नम्बरमा वे भयो भवेल्स हाम्रो के भयो त स्वर वे अब 2 नम्बरमा हेरौँ के भनेको छ मैले यो पहिले लेखेको छु है पहिले लेखेको छु मैले 1 नम्बरमा के हेर्नु पर्छ 2 नम्बरमा के अनि 3 नम्बरमा के भनेर अब हेर्नुस् 2 नम्बरमा के छ त हाम्रो कन्सोनेन्ट छ कन्सोनेन्ट के छ ग छ अब 3 नम्बरमा के छ फाचिम न छ भने अब जोडौँ लेख्ने तरिका चाहिँ यहाँ हेर्नुस् अब जोड्ने तरिका चाहिँ 2 नम्बर यहाँ ल्याउनुस् ग 1 नम्बर यहाँ ल्याउनुस् वे 3 नम्बर यहाँ ल्याउनुस् न अब हेर्नुस् यो नमा यो माथिको डबल यो कन्सोनेन्ट त खाली यो ग को लागि मात्रै हो तल न को लागि छैन र मैले भनेको छु बारम्बार फाचिम आउँदाखेरि कन्सोनेन्ट र भवेल्स दुईटै आउँदैन कन्सोनेन्ट मात्रै आउँछ भन्नुभयो त्यो भएको कारणले यो न भनेको खुट्टा काटेको न हो अब मैले यही यो 2 नम्बरमा यस्तो एरो लगाएर के भनेको थिएँ यो पार्ट 3 कि 4 मा छ हैन याद गर्नु होला कन्सोनेन्ट चाहिँ भवेल्समा गाभिन्छ हो अब यो जोड्नुस् अब ग चाहिँ वेमा जोड्नुस् भनेपछि के भयो त ग्वेन भयो है ग्वेन भयो यसरी हुन्छ यो न आदि हो अब अघि मैले के भनेको छु त ग को केस के हुन्छ भनेको छु त फर्स्टमा आयो भने सेकेन्डमा आयो भने हो त्यो कुरा याद गर्ने बुझ्नुभयो अब यहाँ फर्स्ट छ कि सेकेन्ड छ थर्ड के छ त्यो हेर्नुस् त्यही भएर यहाँ ग होइन ग यो चाहिँ अब बुझ्नको लागि मात्रै भने हो अब त्यो पोजिसन हेर्दाखेरि चाहिँ यहाँनिर ख आउनुपर्छ है ख आउनुपर्छ भने के हुन्छ त ख्वेन हुन्छ यो यतिलाई बोलाउने ख्वेन भयो हैन आत्ति नै पर्दैन हामीले मैले पहिला यो मैले भनेको छु मैले आफैले क्रिएट गरेको कुराहरू तर यो सिरियल नम्बर के हो यो हैन जिगज्याग भन्ने कुरा नगर्नु प्रायोरिटी फर्स्ट प्रायोरिटी हामीले भविष्य दिनुपर्छ भनेर चाहिँ मैले 1 नम्बर लेखेको त्यसपछि हामीले हेर्ने कन्सोनेन्ट त्यसपछि ख लेखेँ अनि त्यसपछि हेर्ने हामीले फाचिम है ख्वेन यतिको मात्रै ख्वेन भयो है अब ख्वेन अब यहाँ हेर्नुस् छ
छा यहाँ हेर्नुहोस् के छ त छा छ अब यो चाहिँ यसरी मिलाउनु पर्दैन बस यतिको लागि मात्रै हो है अब ख्वेन के भयो त यो ख्वेन छा हो नि त छान छान ख्वेन्चाहान ख्वेन्छान यो माफ गर्नलाई ख्वेन्छान यस्तै हुन्छ ख्वेन्छान ख्वेन्छान ह यहाँ चाहिँ कस्तो हुने ख्वेन्छान आयो यहाँ चाहिँ ख्वेन्छान आयो ह लुके मैले के भनेको छु ह र अ के भनेको छु साइलेन्ट हो र ख्वेन्छान आयो यो चाहिँ नआयो अगाडि भने ख्वेन्छान आयो सोद्धाखेरि चाहिँ के अरे सुन्दाखेरि चाहिँ ख्वेन्छान ख्वेन्छान आयो ख्वेन्छान आयो यो ख्वेन्छान आयो ख्वेन्छान आयो हेर्नुहोस् यसरी बोलिन्छ ख्वेन्छान आयो भनेको चाहिँ ठिक छ ओके छ भनेको है नेपाली इङ्ग्लिसमा यसरी बुझ्नुहोस् इट्स ओके ल ठिक छ भनेको है यो चाहिँ ठिक छ ओके छ अब जे यही हो इट्स ओके खिन्चान आयो जस्तै काम गर्दा गर्दै आया भन्यो भने ओ खिन्चान आयो भने केही छैन ठिक छ भने जस्तो के अनि अर्को कुरो कल गर्दै तपाईँले सुरेशजी थाम्चुए सिगान थाम्चुए 영화보다 가려고 시간이 괜찮아요 भने सुरेशजी अर्को हप्ता फिल्म हेर्न जाने भनेको समय ठिक छ ओके छ हैन केही छैन भनेको है समय मिल्छ भनेको नेपालीमा एक्ज्याक्ट वर्ड छैन इट्स ओके सम्झिनुहोस् इट्स ओके यतिलाई सम्झिँदै पुग्छ यो बुझ्नुभयो अब यतिभन्दा गाह्रो चाहिँ छैन होला भने मैले यो शब्द लिएको है इनकेस योभन्दा गाह्रो शब्द पनि आयो भने म फेरि यसै गरी नै सम्झाउने छु तपाईँहरूले पनि सम्झिन सक्नुहुन्छ रुल यो सजिलो रुल जस्तो लागिरहेछ है मलाई है मैले क्रिएट गरेको भएर चाहिँ होइन कि मैले यसो थिङ्क गर्दाखेरि अब सिर यो हेर्नुहोस् र यहाँ माथि जान्छ सिर भनेको चाहिँ एक्ज्याक्ट मन नपर्नु हो तर घृणा हो यसको चाहिँ है नेपालीमा चाहिँ सिर इगो मगुलले आइ सिर गर्छ क्या इगो खपी मगुलले आइ सिर नखाने मन पर्दैन भन्नु खोजेको त घृणा चाहिँ एक्ज्याक्ट मन सुट हुँदैन यसमा है सिर भनेको चाहिँ मन पर्दैन अब हेर्नुहोस् मान्था ह साइलेन्ट भयो है हो यति हो अब हामी नेक्स्ट टाइम अर्को पार्टदेखि हामी साइनो कोअर्डिनेटर र ओरिजिनल नम्बर हामी सिक्नेछौँ अब यति हो है मैले भनेको थिएँ नि 40 वटा